आज चाहिँ धेरै पानी परिरहेछ बिहानदेखि रातिदेखि 5 साढे 4 बजेदेखि आज चाहिँ विराटनगरमा पानी परेको परेछ साथीहरू। राति त बा क्या डेन्जर हावा चलिरहेको थियो त पुरै, अनि आकाश पनि ग्राङ रुङ बम जस्तो पड्किरहेको थियो। अहिले नि पानी परिरहेछ। सो यु क्यान सी के गर्ने, पानी परिरहेछ। तपाईँहरूलाई म बाहिर गएर देखाइदिन्छु। सो गुड मर्निङ साथीहरू। मेरो ड्युटी छ कि 7 बजे, त्यो भएर म बिहानै उठेको छु। बा पानी परिरहेछ, कसरी जानु हो ड्युटी पनि। आथा यु क्यान सी पानी परेर यति हावा चलिरहेको थियो। हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ साथीहरू। धेरै दिनपछि फेरि म नयाँ भिडियो एन्ड भ्लग लिएर आएको छु। सबैजना हेरिदिनु होला आजको दिन हाम्रो कस्तो बित्नेछ। आज त के भन्नु, बिहानै पानी परिरहेछ अनि मेरो ड्युटी टाइम भइसकेको छ, त्यही भएर म भ्लग स्टार्ट गरिरहेको छु। अनि अहिले चाहिँ 20 मिनट बाँकी छ, मेरो हस्पिटल जानु 5 मिनट मात्रै लाग्छ। म भनेको थिएँ नि त अस्ति। सो पानी परेको परेछ, आज छाता लिएर जानुपर्ने रहेछ ड्युटी। अनि आजको मौसम चाहिँ झकास छ साथीहरू। आजको मौसम यति राम्रो छ। अनि हेरौँ आज पेसेन्ट छ कि छैन हस्पिटलमा। सो चिसो छ। लास्टै हावा चल्दा 4 बजेदेखि पानी परिरहेछ। ए मौसम पानी त छुट्नै मानिरहेको छैन। ओ माई गड। आधा त चिसो बन्छ। सो अब चाहिँ जान लाग्यो, के गर्ने, यस्तै पानी परिरहेछ। नगएसी हुने होइन, जानुपर्ने नै रहेछ। सो अब जान लाग्यो म। ड्रागन फ्रुट कत्रो ठुलो भइसक्यो है। अरू एउटा अरू ड्रागन फ्रुट। साथीहरू 7 बजिसकेको छ। आइ एम गेटिङ लेट। के गर्ने, हेर्नु त यहाँ पानीले राम्रो बाटो नि यस्तो भएको छ। ओ मेरो खुट्टाको हालत के भयो। सी दिस इज माई हस्पिटल। बिरामीहरू चाहिँ झरिरहेछ। सुनसान देखिरहेछ। सो हाम्रो हस्पिटल आइसक्यो। अझ बिरामीहरू त देखिरहेको छैन, बाहिर बसेको। सो साथीहरू आज चाहिँ धेरै नै चिसो थियो। बल्ल चाहिँ घाम उदाउने कोसिस गरिरहेछ, उदाएको छैन। बल्ल चाहिँ घाम आउन थालेको छ, आगो चाहिँ छैन। अझ यति चिसो भयो बिहान मलाई। सो म रुम जाँदैछु। यहाँ कस्तो कचरा बाटो हेर्नु। हाम्रो यो कचरा अघि बिहान चाहिँ कति धेरै पानी थियो, अहिले चाहिँ हल्का यहाँ कम भएको छ। आज चाहिँ अलिकति जोरैले भोक लागेको छ, किनभने राति छिटै खान्छौँ हामी भात। त्यही भएर बिहानै भोक लागिहाल्छ। राति चाहिँ छिटै खाइहाल्छु। 6 बजीतिर हामी खानासाना खाएर त बसिरहेको हुन्छु। त्यही भएर बिहानै छिटै भोक लाग्छ। फेरि मेरो चाहिँ बानी थियो नि त बिहान खाएर 8 बजे जाने ड्युटी। अनि अहिले चाहिँ हाम्रो ड्युटी टाइमिङ चेन्ज भएको कारणले
पक्कै जानुपर्छ 7 बजे अनि आएर चाहिँ लन्च गर्नुपर्छ। सो रुम पनि यति माथि छ नि खुट्टा दुखिहाल्छ। एक त भोक लागेको हुन्छ माथि खुट्टा दुख्छ। थाकिहालेँ यतिकैमा साथीहरूमा। बा पानी परेको कारणले हाम्रो टमाटर चाहिँ कस्तो राम्रो भएको छ साथीहरू। कस्तो डेन्जर भएको छ। यो रोपेको टमाटर हैन आफै फलेको। कस्तो राम्रो छ है। त्यस्तै गरी यो फ्लावर के भन्छ यसलाई, कुन्नी फ्लावर भन्छ, माइक जस्तो हुन्छ। अनि त्यही हो चारैतिरबाट फल्छ यो फ्लावर। दिस इज अल्सो सो क्युट। परेको कारणले हाम्रो यो फ्लावरहरू पनि कस्तो राम्रो देखियो। हरियाली हरियाली सो क्युट। ए मौसम यही भन्छ। हाम्रो विराटनगरको नजारा बल्ल घाम उदाएको रहेछ। पहिला चाहिँ खानुपर्छ साथीहरू। धेरै भोक लागिसकेको छ मलाई। मेरो साथीले खै के बनाएको रहेछ। सो आलु कोबी, अहिले आलु कोबी खानुपर्छ मलाई। केही छैन अब त भोक लागिसकेपछि जे पनि चल्छ नि त। सो साथीहरू म अब चाहिँ खाना खान्छु। This is the view of Viratnagar. You can see. अनि चाहिँ यहाँ चाहिँ म्याङ्गो पनि लटरक्कै फलेको छ। फलेको छैन यानि कि फ्लावर चाहिँ दिएको छ, फल्नेवाला छ। सो हजुरहरू हेर्नु होला। एन्ड दिस इज द रोड। नजिकै रोड छ हाम्रो। एन्ड दिस इज द हाइवे। अनि यहाँ चाहिँ हामी किराना पसल देख्न सक्नुहुन्छ। यति गएर हामी सामान किन्नु पर्ने रहेछ त्यहाँ। अनि यो चाहिँ हाम्रो मेन हाइवे तरिका हाइवे हो। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो हस्पिटल चाहिँ त्यो पर स्काई ब्लू कलर देखिन्छ नि। हो हजुर त्यही हो हाम्रो हस्पिटल। स्काई ब्लू कलर त्यो रुखको त्योपट्टि देखिन्छ होला है। अनि त्यही हो हिमाल आँखा अस्पताल। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो अमलाको बोटो कस्तो पात भएको छ। अनि दुईटा अमला चाहिँ लट्किरहेको छ हेर्नुभयो। सो यो चाहिँ के हो, यो सुपारीको गाछी, सुपारीको बोट हो यो। आज चाहिँ सूर्य चाहिँ अस्त हुन लागेको छ। म चाहिँ यहाँ छतबाट भिडियो बनाउँदैछु।